केटो हाम्रो लाग्दैन आफ्नैले हानेर गइदिन्छ घाँस तो गाइज आज हाम्रो स्ट्रीट जैम अप को डे 1 हैन र केटाहरु सबजना साउट आउट छ सब आर्टिस्टहरुलाई हैन पाण्डे दाइलाई साउट आउट हाम्रो सुमन दाइलाई साउट आउट छ हैन सब केटाहरुलाई साउट आउट विवेक दोस्तलाई साउट आउट ओमे दोस्तलाई ल आज फर्स्ट को हाम्रो साइफर को स्टार्टिङ हुन्छ ब्याटलबाट र हाम्रो फर्स्ट ब्याटल हुन्छ विवेक वर्सेस ओम को बीचमा हैन ल बीटमा फर्स्टमा बीटमा जान्छन् को जानुहुन्छ हाम्रो ओमे साथी जान्छन् हैन ल बीट बिगिनिङ फ्रम हियर तल यस्तो बड़ी बोले बने घाटी पड़े क्या तेला थोड़ा नंबर 3 भित्र माया गोले जवाब मिल्छ त्यति बनाएको मन्दिर बोल्दै पाउँछ त यति बस्दैन चलचित्र र बोल बाहिर अपेराको चोकले काट्छु घाटी 3 नम्बर वडा भित्र नहिट्ने गर्छ राति राति जोइने केटाहरू मालको सिनमा तुरिरहेको अरूसित पाँचसौमा पिक्छ यो बक्सको नाम रोशन गर्ने जियासिने मिटिक छ कथा पढ्दा भाइहरूले कुकुर दिन्छ यो जिन्दगीमा कहिले पनि सिकेको छैन जिन्दगीमा तर त्यहाँ धेरै बेला जीएस गैंग द ओजीएस फूड को 130 गर्दिउले केटाहरु हल्ला चाहिँ मोर्ना बोम्बा भने माने कामबा सबजना साइड लागो टु हटा जुआइटा आगे पछि हेरो दायाँ बायाँ देखो मोर बोली सुनो चटे चटे उल्टो कल आइटा साइडमा हात जोड्दिन बाबाई देखा भाइ काल मोर दिन हो मजा से सुनो छेबाट बोले उनको घाटी चिनो अलिकति ध्यान दे अलिकति मान्दै सन्डेको बाद निकै ठुलो रात कहिले कालो कहिले चिसो तान्ने हाम्रो साथ सुकिसक्यो पेट फुर्जाको हात जिन्दगी पहिला भन्दा बेसी असफल भइरहेको कुराकानी पोइ राख्ने जोइले साथीभाइमा मेरो रिस मानिहरूलाई पुगाइदिन्छु फेरि सिधै कमसान घाटमा पारी बुढा पारी जाने जोइले साथी नोट पुरा हात्तीको केटाहरू सबैजना थाकेको बेला परेको बेला सबैजना हाटिलो सामान खान थालेपछि हात पुरा कामेको 1000 को नोट केटाहरू कोट डिल माथि डिल हान्ने मेरो सोच सेतो वाइल्ड डेकोरेसन वाइल्ड GS Tantasian, the OGS rapper of the GS gang, bitch. You know what I'm saying? You know what I'm saying? पश्चिमेली केटो हाम्रो हतरेमा अड्डा लफ्राउन्ना यता सिधा हुन्छ खट्टा मर्र हानी केटाहरू चौकीमा जम्मा जियास मेरो नामै हो र्यापको बममा पश्चिमेली केटो हाम्रो हतरेमा अड्डा लफ्राउन्ना यता सिधा हुन्छ खट्टा मर्र हानी केटाहरू चौकीमा जम्मा जियास मेरो नामै हो र्यापको बममा पश्चिमेली केटो हाम्रो हतरेमा अड्डा लफ्राउन्ना यता सिधा हुन्छ खट्टा मर्र हानी केटाहरू चौकीमा जम्मा जियास मेरो नामै हो र्यापको बममा जियास ग्याङ
सुन्यो होला नाम हाम्रो नाम मात्र खतरा हैन खतरा चाहिँ काम एकल मात्र हान्नु पर्यो पुरो फाट्छ ग्याङ हाम्रो र्याप हाम्रो युनिक खालको पश्चिम पुरै फ्यान कस्तो हिम्मत छ मुजी जुट्ने हामीसँग पारा यति डुब जुट्ने अफसरहरू दङ्ग दिन पुरै खान सक्ने यस्तो खालको हङ्गर होला जमिन बढी रगत पर्ने ठाउँ पुरै पर्छ साथीहरू साथमा दाइको हात माथि छ हात होइन खुट्टा होइन काट तेरो घाँटिन जमिन बढी अङ्गहरू कुकुरहरूमा बाँडिन्छ साइको खालको रिस हेर्दा दाइहरू नि आदिन्छ सोनमा दाइहरू छ नाटी हो नि भाइहरू छन् काफी गाँदा चाँदी पर्छ डेली पर्छ तेरो छाती त सोडाइ गोलाई गने राखो काखी भिड्न आइज लिएर तेरो पुरै कमी लाको ताकी सुन्यो होला नाम नाम मात्र खतरा हैन खतरा चाहिँ काम एकल मात्र हान्नु पर्यो पुरै फ्यान ग्याङ हाम्रो र्याप हाम्रो युनिक खालको पश्चिम पुरै फ्यान जिएस ग्याङ मुजी सुन्यो होला नाम मात्र खतरा हैन खतरा चाहिँ काम एकल मात्र हान्नु पर्यो पुरै फ्यान ग्याङ हाम्रो र्याप हाम्रो युनिक खालको पश्चिम पुरै फ्यान मुझे पश्चिम पुरै फ्यान मुझे पश्चिम पुरै फ्यान मुझे पश्चिम पुरै फ्यान The OGS rapper of the GS. देख्दै Bilo das kira tala tu hai marna, bada kaat mein shikari tu hai narda. Tera copy khan sanu nahi ujada, sare landuwa de tar nahi main marda. Bilo das kira tala tu hai marna, bada kaat mein shikari tu hai narda. Tera copy khan sanu nahi ujada, sare landuwa de tar nahi main marda. सारे यार मेरे नाल जिन्हें मार देने जान कमाल तेरा यार बिलो होश तू संभाल गुरु सांबिया में होश हता भी तो हथियार दा कमाल लोग भी ठोक दे सलाम कली रब नु कमाई नहीं हरा मारा मेरी जिंदगी तू चलदा तना तेरे नाल मेरे बंदे बड़े कातल ने कर दिया लाशा दा व्यापार इत्थे किलिया मजाल जेड़ा मित्रा दी सोच उते कर तू सवाल सीधा दुनिया तो पास यमराज नाल साडी बिलो सीधी गल बात जट रहंदे बिलो आने खाते शाना जट दब चुका फैम बिलो पाला जिते खड़े जट लग जांदा जाम जा बाजी मुड़ांगे पुपत लोगे खाम जा जट रहंदे बिलो आने खाते शाना जट दब चुका फैम बिलो पाला मेरो र्याप सुन केटाहरू अनि रिल्याक्सन गेङमा चाडी केटाहरू सबै फ्लेक्सन बेसी बोल्नेहरूको सुकुनुमा रेक्सन यसो बोय रियाक्सन मेरो र्याप सुन केटाहरू अनि रिल्याक्सन गेङमा चाडी केटाहरू सबै फ्लेक्सन बेसी बोल्नेहरूको सुकुनुमा रेक्सन टाउकोमा च्याप हल्का च्याप आफै बुझ केटो घाँटीमा चेन तल पाइन्ट हेर्दा उद्रेको जस्तै छ र्याप हल्का बोली मेरो पुस्रेको खतम छ पारा मुजिक छैन अझै सुन कोही खाएर मदिरा दाइहरू धम्की भाइपुरे सम्की देखो होइन धम्की युको जेल आउँछ केटाहरू लड्की मेरो केटाहरू पङ्की गेडादेखि मोर्छ भाइ बाटो गए मङ्की बाजेर कसैको ग्याङ साइडको बडा बेला वान म्यान आर्मी हो कस्तो कति जस्तो टिम कस्तो किन अब बन्छु तँलाई त सुन्दैन भाइ क्याप लाउँदैन कोरियापर बन्दैन भाइ अब आएको तँलाई अनि चिलिम बोलाइ म त पागल भाइ चिलिम पार्दिम तँलाई मेरो आधा पुरामा बालसमा भाइ भेट तैँले लीला दाइको छुरा मेरा बुढा भाइ टोक्ने गर्छु तैँले बुढा के रे भाइ टोक्ने गर्छु तैँले बुढा भाइ टोक्ने गर्छु तैँले बुढा खाएर मदिरा मेरो पारा चाडा मान्छे साइको अड्डा कतो फटा बन्दै बाल छैन डाटा खोलामा टाला कतो बेच्छ पारा कतो दाइको नारा कतो बोल्ला सारा केटाहरू सबैजना ग्याङ पुरा दे ग्याङ गुली बेच्छ हाम्रो ग्याङ सधैँ खोला खाने ग्याङ मिसलाई पाराको टोली लोकल छ बोली लोकलले बोली पोकालाई खोली ल सर्र लाग्दैन कसैको डर कसैको लाग्दैन भरेको सबै छिटो पुरा अर्को फेरि भर्ल हाम्रो अतरिया सहर हङगडी मण्डलनगर कोही पनि मुजी हल्ला नगर्नेको कुरा तैयार भाइ हो ल तरेमा
पास धेरै चिनेका छुने कोही खास भित्रबाट मर्छु कि भइसु कि लास्ट तर बाँकी त सास आज भोलि कसैको लाग्दैन आस आफ्नैले हानेर गइदिन्छ सास त्यसैले भन्छु म तँलाई दुःख गरेर हाँस त्यसैमा बाँच आखिर धेरै छ जीवन खास दुःख र पीडाले भर्यास्तो माझमा स्वार्थिलो नबुझ्ने मान्छेको साथ त्यसैले भन्छु म बुझ्दैन खास याद आउँछ पुराना दिनहरू जब म जान्थेँ स्कुल बोकेर ब्याग आज भोलि एक्लै नै हुन्छु म रुममा मेरो जिन्दगी भइसक्यो ऱ्याक कसैलाई स्ट्रगल बाइक केही छैन लाइफमा खास यो कुरा फ्याक्ट तर जतिसुकै लेखे जतिसुकै गरे कसले चाहिँ गर्छ रियाक्ट एक्लै नै बस्छु म चाहिँदैन साथी सबैलाई चाहिएको छ घोडा र हात्ती पैसाको पछाडि भागेर के गर्ने एक दिन त जाने हो माथि सबको पनि लड्छु दुनियाँसँग मान्छे म अति नै आँटी दुःखको बोझमा सुखलाई खोज्छु म लाउँदैन त्यसैमा फाँसी एक्लै नै बस्छु म गर्दैन पास धेरै त चिनेका छैन कोही खास भित्रबाट मर्छु कि भइसक्यो कि लास्ट तर बाँकी त सास आज भोलि कसैको लाग्दैन आस आज भोलि कसैको लाग्दैन आस कसैको लाग्दैन मुझे आस ए पश्चिमे केटो हाम्रो अन्तर्यमा अड्डा मेरो नाम मै हो ब्रह्मा पश्चिमेली केटो हाम्रो अन्तर्यमा अड्डा मेरो नाम मै हो ल केटा हो आजको लागि यति नै होइन हाम्रो सब केटाहरूले जसले ऱ्याप हान्नु भएको छ जसले हसल गर्नु भएको छ सबलाई साउट आउट छ हाम्रो पाण्डे दाईलाई साउट आउट छ हाम्रो सुमन दाईलाई पनि साउट आउट छ आइदिएकोमा ल आजको एपिसोडको लागि यति नै नेक्स्ट टाइम भेटौँला ल गाइस भेरी जिएस ग्याङ अन द टप